हेलो गाइज, आयो सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म चाहिँ मेरो फुपूको घरतिर जाँदै थिएँ अनि म चाहिँ ट्र्याक्टरमा बसेर गएँ मामा घरबाट। अनि देख्न सक्नुहुन्छ यो चाहिँ चुप्राको खोला हो। अनि त्यसपछि म चाहिँ चुप्रा पुगेर पनि अटोमा बसेर अनि तपाईँ देख्न सक्नुहुन्छ है हाम्रो बुका ऊ पारितिर देखिने। अनि त्यसपछि म चाहिँ लागेँ फुपूको घरतिर। अनि गाइज सबैजनाले लाइक कमेन्ट सब्सक्राइब फलो, फेसबुकमा हुनुहुन्छ भने फलो गरिदिनु, टिकटकमा हुनुहुन्छ भने फलो गरिदिनु, लाइक कमेन्ट दबाएर गरिदिनुहोस्। अनि गाइज मलाई चाहिँ टिकटक र फेसबुकमा चाहिँ फलो गरिदिनु होला है। अनि फाइनली म चाहिँ फुपूको घरतिर पनि आइसकेको थिएँ। मेरो फुपू देख्नुहोस् पुसाइ। अनि म चाहिँ त्यहाँबाट पनि भेटघाट गरेर निस्किसकेको थिएँ। अब म चाहिँ अब सुर्खेत जानको लागि चाहिँ अनि लागेँ चुप्रातिर। फेरि अटोमा बसेर गएँ अनि त्यसपछि फाइनली चुप्रा पनि पुगेँ। चुप्रा पुगेपछि अनि देख्न सक्नुहुन्छ म बस्ने भ्यानमा जाने। त्यसपछि अब चाहिँ हामी लाग्यौँ चुप्राबाट। अनि चुप्राबाट यो देखिने माथिको कुन मोड होला तपाईँ बताउनु होला है। यो कुन ठाउँको नाम कमेन्ट गरिदिनु होला है साथीहरू। अनि गाइस त्यसपछि मैले चाहिँ राउटे देखेको देख्न सक्नुहुन्छ है। राउटेहरू आज यसो देखेको लाइभमा पहिलोचोटि भेटेँ है मैले चाहिँ। अनि हजुरहरूले देख्नु भएको छ कि यसो कमेन्ट गर्नु। त्यो पारी देखिने चाहिँ सुर्खेत हो है गाइस। फाइनली म चाहिँ सुर्खेत पनि पुगिसकेँ। सुर्खेत पुगिसकेपछि म आन्टीको रुममा पनि पुगिसकेँ। अब म चाहिँ फुपूको घरतिर लाग्दैछु गाइस है। देख्न सक्नुहुन्छ हाम्रो आन्टी भाइ। अनि फाइनली फुपूको घर पनि पुगेँ। हाम्रो कान्छी फुपू देख्न सक्नुहुन्छ। आजको मिनी भ्लग समाप्त।